के साँच्चीकै भुन्टी र भूपेन्द्रको डिभोर्स होला त? कतै भूपेन्द्रले आफूले गरेका गल्तीहरूको रियलाइज गर्दै आफ्ना परिवार र भुन्टीसँग माफी मागेर यो केसलाई अगाडि नबढाउन अनुरोध त गर्दैनन् र भुन्टीले कतै माफी त दिँदिनन्, किनकि भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई अहिले पनि उत्तिकै माया गर्छिन् जुन बेलामा भुन्टी र भूपेन्द्रको भेट भएको थियो। जसरी भुन्टीले आफ्नो श्रीमानलाई छोड्न सकिरहेकी छैनन्, त्यसरी नै भूपेन्द्रले पनि भुन्टीलाई माया गरेको भए आज यस्तो दिन आउने थिएन। तर भुन्टीलाई भने सधैँ नोकर भन्दा पनि तल्लो दर्जामा राखेर भुन्टीलाई सधैँ हेपी नै रहे र चेपी नै रहे र सधैँ भुन्टीलाई गलतै ठहर्याउन खोजिरहे र भुन्टीलाई सधैँ हेप्ने र होच्याउने काम मात्र भइरह्यो। तर सधैँ भुन्टीले भने उनीहरूको परिवार र भूपेन्द्रका लागि ज्यान दिन तयार भइन्। हरेक कुरामा भूपेन्द्रलाई बचाउँदै आइन्। हरेक ठाउँमा भूपेन्द्रलाई अप्ठ्यारो पर्दै गर्दा भुन्टी पिल्लर बनेर उभिन्, तर कहिले पनि भुन्टीले जस भने पाइनन्। सारा परिवारको खुसी खोज्दै गर्दा र उनीहरूलाई खुसी दिँदै गर्दा आफ्नो खुसी सारा खोजिसक्दा पनि भुन्टीले आफ्नो खुसी खोज्न छोडिनन्। जुन मान्छेबाट खुसीको अपेक्षा नगरे पनि हुन्थ्यो, त्यही मान्छेमा अहिलेसम्म पनि भुन्टी खुसी खोजिरहेकी छिन्, जसले घरमै सौता जस्तै बनाएर रखेल राखिरहेको छ। त्यसैमा पुनः आश गर्नु र भुन्टीले पुनः आश गर्नु नै गलत थियो। र जसरी सुकुमायाले बनाएको भिडियो अब भुन्टीसम्म पुग्छ, त्यो भिडियोमा सारा कुरा देखेपछि भुन्टीले कस्तो रिएक्सन गर्छिन् होला। र भुन्टीलाई पनि निकै कुरा त थाहा नै थियो, आफ्नो श्रीमान अरू केटीसँग लाग्ने बारम्बार गरिरहेको र आफूलाई यातना र दुःख दिइरहेको कुरा भुन्टीले बिर्सेकी थिइनन्। तर अहिले भने भुन्टीले आफूले घर छोडेको केही समय बित्दा नबित्दै आफ्नै घरमा सौता जस्तै बनाएर ल्याएर अङ्गालोमा अङ्गालो मारेर बसिरहेको र एकदम माया प्रेममा भित्रैसम्म महसुस गरेर लट्ठ परिरहेको देखेपछि भुन्टीले कसरी अब विश्वास नगरिन् र यता सुकुमायाले भने उनीहरूलाई डराउन र तर्साउनका लागि अब यो भनेको निकै ठुलो प्रमाण हो र म तिमीहरूलाई यो भिडियो र फोटोबाटै तिमीहरूको अन्त्य गर्छु र अदालतले खोजेको प्रमाणहरू म कलेक्सन गर्दैछु र जति पनि भेट्छु तिमीहरूलाई कहिले पनि छोड्दिन भन्दै सुकुमायाले भिडियो बनाएर फोटो बनाएर राखिसकेपछि उनीहरू र सुकुमायासँग लडाइँ गर्न थाले। तर सुकुमाया भुन्टी बनेर आएकी हुन् भन्ने कुरा भने यिनीहरूलाई अहिलेसम्म पनि थाहा छैन। अब के सुकुमाया भुन्टी होइनन् भन्ने कुरा थाहा भइसकेपछि कतै भुन्टीलाई अझ ठुलो समस्या पर्ने त होइन र सुकुमायाको सारा पोल बाहिर खुल्ने त होइन। सुकुमाया नै भुन्टी बनेर त्यो ठाउँमा आइपुगेकी हुन् भन्ने कुराको पर्दाफास हुने त होइन। त्यो हेर्न भने बाँकी नै छ।